आज लास्ट दाइकोमा आएर आइडी साइडी बनाउनु बिर्सेको कस्तो कस्तो झ्याउ लागेर दिमाग खराब भयो। यहाँ कम्प्युटर झन् 4 घण्टा भइसक्यो गाडी। म यहाँतिर अब दाइकोमा आइपुगेको यार बत्ती गएर अब कुर्मान घिसिङलाई फोन गर्नु पर्ला जस्तो लागेर चाहिँ यहाँ यसो अब सो हेलो नमस्ते दाजुभाइ दिदीबहिनीहरू, आज फेरि पनि आइसकेको छ। सरी ला निद्रा लागिरहेछ होइन, निद्रा लाग्यो। पुरै 9 बजिसकेको छैन, 9 बजेको बेला अब हल्का अब यसो घुम्न सुम्न अब कामसम्म हेर्न जानुपर्छ। त्यसो अब मुखसुख धुएर निस्किनु पर्ने हुन्छ। तर आज लास्ट सुती हो क्या, लास्ट सुती हो। अब त्यो अब बाहिर गएर काम गर्नु जानुपर्छ। धेरै पनि सुते पनि यस्तै के गर्नु, लुगा सुक्का लाउनु पऱ्यो, अनि त्यसपछि दाँत मान्नु पऱ्यो, अनि त्यसपछि होइन कामतिर जानु पऱ्यो। सो गाइस अब एकछिन भएपछि म कहाँ कहाँ पुग्छु, जहाँ जहाँ पुग्छु तपाईँहरूलाई त्यहीँ देखाउने छु। तर त्यही पनि क्यामेरा राम्रो छैन मेरो, तर पनि अलि हल्का फुल्का यसो भिडियो सिडियो गरेर देखाउने छु है। हस् ल छट्ट लगाएर हामी चाहिँ अब फेरि बाइक साइक स्टार्ट गरेर होइन सेनिब्रेक जस्तै यस्तो चट्टा हान्थ्यो। यो चाहिँ मेरो बाइक हो। जस अब सडकतिर निस्किसक्यो। अब चट्ट लगाएर हामी गन्तव्यतिर लाग्छौँ। हामी नयाँ आइडियाहरू बनाउनु छ होइन, धेरैहरू काम गर्नुपर्ने छ। त्यही कारणले चाहिँ म चाहिँ दाइलाई भेट्न जाँदैछु। अब दाइलाई भेटिसकेपछि हामी अब यताउता नयाँ आइडीको लागि कुराकानी गर्नु छु। अनि त्यही कारणले चाहिँ म जाँदैछु। अब यो म टिमहरू काम छोडिकन म जाँदैछु कि अहिले चाहिँ अब काम पनि गर्ने, यताउता भ्लग सग पनि गर्नुपर्छ। त्यही भएर चाहिँ अब नयाँ आइडी बनाएर चाहिँ अनि नयाँ आइडीको मा चाहिँ भिडियोहरू आउँछ साथीहरू, अनि एकदम लाइक एन्ड सेयरहरू गरिदिनु होला भन्दै म चाहिँ अगाडि जाँदैछु। अब होइन मेरो माइक राम्रो नहुने कारणले चाहिँ मैले यो रेकर्डिङ गरेर हाल्दैछु क्या। अनि अब के भन्न चाहन्छु भने अब यो नयाँ वर्षमा हामी सुरु गर्छौँ भनेको, तर नयाँ वर्षमा सुरु गर्न सकेन। त्यही कारणले चाहिँ हामी बसेको थियौँ। त्यही भएर आज वैशाखको 11 गते पुगिसकेको छ। त्यही कारणले चाहिँ हामी अब नयाँ आइडी बनाइकन चाहिँ हामी ब्लगहरू हाल्ने, यताउता कन्टेन्ट सन्टेन्ट बनाएर होइन त्यही भनेर सोचेर गरिरहेको छौँ। अनि हाम्रो पनि आइडी पनि सक्सेसफुल भइसकेको छ। अनि तपाईँहरूलाई अहिले म यहाँ माथि लिङ्क डिस्क्रिप्सनमा राखिदिन्छु होइन। त्यसपछि त्यसमा गएर पनि हेरिदिनु होला। हाम्रो एकदमसँगले माया एन्ड सपोर्ट गरिदिनु होला भन्न म चाहिँ तपाईँहरूलाई चाहन्छु होइन। त्यही भएर चाहिँ अब म जाँदैछु। हाम्रो तपाईँहरूले थाहा होला नर्लिङ सार्लिङ के हो, तर त्यस्तो कुराहरू भन्न सक्दिनँ। अब जे भए पनि अब मिहिनेत गर्छु भनेर सोचिरहेको छु। अब त्यसको लागि सफलता हुन्छ या हुँदैन अब त्यही अगाडिबाट नै थाहा हुन्छ। आफूले मेहनत गर्यो भने सफलता हुन सकिन्छ, आफूले मेहनत गरेन भने सफलता हुन सकिँदैन, मलाई त्यस्तै लाग्छ। त्यही कारणले चाहिँ अब नयाँ आइडी बनाइसकेपछि झट्ट तपाईँ हामी साथमा भेट्नेछौँ। त्यही भन्दै अब म चाहिँ त्यहाँ जब दाइको रुममा पुग्छु अनि के हुँदैछ भनेर तपाईँहरूलाई त्यहाँ देखाउने छु भन्दैमा आज त तपाईँहरूलाई दाइको रुममा पुगेपछि तपाईँहरूलाई समाप्त गर्नेछौँ। यस्तै हुन्छ अरे लास्टमा चाहिँ यस्तै हो। म यहाँतिर अब दाइकोमा आइपुगेको यार बत्ती गएर अब कुर्मान घिसिङलाई फोन गर्नु पर्ला जस्तो लागेर चाहिँ यहाँ यसो अब नयाँ आइडियाहरू बनाऊँ भनेको, नयाँ आइडी पनि बनाउनु पाएको छैन। अब यसरी चिल भएर बसेर चाहिँ ट्राई अगेन लेटर। आज लास्ट दाइकोमा आएर आइडी साइडी बनाउनु बिर्सेको कस्तो कस्तो झ्याउ लागेर दिमाग खराब गरेछ। यहाँ लम्प ल्याएर यहाँ कम्प्युटर झन् 4 घण्टा भइसक्यो, अहिलेसम्म रेजिस्टर भएको छैन। उता पनि लम्पा छ।